त्यो हामी पढेको स्कुल होइन, म पढेको स्कुल, हामी पढ्ने बेला यो स्कुलमा एउटा टोइलेट शुद्ध गतिलो थिएन। अहिले आमा यस्तो भएको छ, हामी पढ्दैनौँ, पुरा स्कुल थप्पे छ होइन, देश प्रगति भएको छ होइन, हुनु नि पर्यो होइन। अब हामी पढ्ने बेला अब त्यस्तै थियो होइन। अहिले चाहिँ धेरै सुविधा छ यो स्कुलमा, धेरै भन्दा पनि धेरै सुविधा हो नि त। यहाँनिर ट्याक्क अगाडि पानी छ खाने, हामी हुने बेला धारामा जानु पर्थ्यो। धेरै कुराको चेन्ज भएको छ, समय अनुसार बदलिने रहेछ हरेक कुरा के। कस्तो चाहिँ कस्तो भइदियो। अब यो रिमझिम चोक जस्तो हुन लाग्यो, हाम्रो पनि बजार जस्तो हुन लाग्यो, धेरै कुरा चेन्ज भएको छ देश। म सँगसँगै पढेको साथीहरू होइन, म सँगसँगै पढ्ने अब हाम्रो ब्याचको केटाहरू चाहिँ यही स्कुलमा पढे होइन। कहाँ कहाँ पुगेर कस्तो कस्तो जब खाएको छन्। तर आफू भने आज स्कुलमा यस्तो बेन्च प्रिन्ट आउनु परेको छ। किस्मत हेर न, किस्मतको खेल, किस्मतको खेल भन्नुपर्दा नि मेरो त त्यस्तै त हो नि होइन। सोचे जस्तो लाइफमा के हुन्छ र, यदि मैले सोचे जस्तो भइदिएको भए त म अहिले कुन ठाउँमा हुन्थेँ होइन। तर केही छैन होइन, अब जे जस्तो भयो चलिआएको छ है। अब भोलि के हुने, कसलाई के थाहा हुन्छ होइन। ठिकै छ भनौँ।